ल साथीहरू आज पनि कम्पनीमा खाली गर्ने ठाउँमा नपुग्ने भइयो। आज पनि यहाँनिर एउटा बयान नबन्ने भयो, भोलि मात्रै भनिरहेछ। अनि म चाहिँ कम्पनीबाट चाहिँ कति 8 तारिक निस्केर हिँडेको, 8 तारिक निस्केर हिँडेको 8, 9, 10, 11, 12, 13, 15 तारिक भइसक्यो। भोलि मात्रै, भोलि कतिखेर पुग्ने हो थाहा छैन। भोलि भन्छ, भोलि गेट पास कतिखेर 9-10 बजेतिर बनाइदिन्छु भन्छ यहाँबाट। यहाँ जस्तै के गर्छ अरे यहाँनिर भनेको चाहिँ खै गाडीहरू सबै खोलेर चेक गर्छ अरे, खै के भन्छ त्यो गर्नुपर्छ अरे भनेर भन्छ। कस्टम गर्नुपर्छ अरे, कस्टम गर्छ अरे, क्यामेरा लाएर पठाउँछ पछाडि गाडीमा। अनि यता बसिरहेछौँ। अब नयाँ हो, हामी कुवेतमा हो। अब त्यति थाहा पनि छैन कता के गर्नुपर्ने, कसो गर्नुपर्ने। यस्तो खालको लोड लिएर हिँडेको थिएन पहिला। अब तलाजा अब लिएर हिँडेको थिएन हामीले। पहिला त सत्ताहरू चलाएको थियो, यस्तो हुँदैन थियो। अनि तलाजामा चाहिँ यस्तो हुँदो रहेछ क्या। अनि यो चाहिँ कस्टम गर्ने ठाउँ अरे रम्बारी, त्यहाँनिर तल त्यहाँनिर यो चाहिँ मालहरू सबै तलाजा खोलेर निकाल्छ अरे। निकालेर अनि फेरि चेक गरेर अनि फेरि त्यसैमा लोड गरिदिन्छ। लोड गरेर सिलसिल के हानेर अनि स्टाम्प हानेर पठाउँछ अरे। अनि गाडीहरू सबै त्यस्तै हो, कस्टमकै लागि सबै गाडीहरू यहाँ आएर बसेछ। यहाँको गभर्मेन्टको अरे होइन। अब साउदीबाट आएको अनि कुवेतमा छौँ। यो एक लोडमै अब यत्रो दिन लागिसक्यो। अनि अर्को लोड त अब कहिले हो, कहिले महिनामा